Hello guys, namaste. This is Prakash. Welcome back to my YouTube channel Tiger Bro मा स्वागत छ. सो आज चाहिँ हामी बर्दुबई जाने प्लान गर्दै छौं. सो अहिले चाहिँ हामी बर्जुमन बस्छौं. सो हामी चाहिँ मीना बजार जाने प्लान गर्दै छौं. सो बहिनीहरुलाई लिन जीवन भाइ पनि आइसक्नु भएको छ. म चाहिँ हल्का रेडी हुन लागेको अवस्था जस्तो ड्युटीबाट आएर चाहिँ बसिरहेको थियो अनि सडनली प्लान बन्यो जाने. कुनै हाम्रो जाने प्लान छैन. जस्तै तपाईले हाइलाइटमा देखिसक्नु भएको छ. हामी बर्दुबईको मयूर दौरी क्लब अथवा बाजेको सेकुवामा हामी गएका थियौं. सो हाम्रो जाने चाहिँ त्यस्तो प्लान थिएन त्यही जाने भन्ने. बर्दुबई गएर बहिनीहरुलाई हल्का कपडा किन्नु थियो प्लस त्यसपछि खानासाना खाएर आउने भन्ने हाम्रो विचारले गएको. त हेर्न सक्नुहुन्छ हामी चाहिँ रेडी भएर अलमोस्ट म हल्का रेडी भएर माथि गएँ. सो अनि हामी चाहिँ तल चाहिँ बहिनीहरु पर्खिरहेको हुनुहुन्छ. हामी चाहिँ जीवन भाइ माथि मेरो यो कुरासम्म लिइरहनु भएको थियो. सो यु क्यान सी अन द भिडियो. सो बहिनीहरुसँग पनि फाइनली हाम्रो भेट भएको छ तल हेर्न सक्नुहुन्छ. अनि हामी चाहिँ 6 जना भयौं. 6 जनामा ट्याक्सीमा जाने प्लान हाम्रो हुँदै थियो. त्यो 6 जना ट्याक्सी ठुलो ट्याक्सी चाहिन्छ. त्यसकारणले हामीले चाहिँ सानो ट्याक्सीमा जाने प्लान गर्यौं. त्यसको कारण हामी 3 जना चाहिँ बहिनी, 2टा बहिनी र म चाहिँ ट्याक्सीमा गयौं. अनि भाइहरु चाहिँ मेट्रोमा आउनुभयो. हामी बर्दुबईमा उतै भेट भयौं. अहिले चाहिँ हामी रोदी क्लबमा आइसकेका छौं. बहिनीको कपडा सबै किनेर हामी चाहिँ खानासाना अर्डर गरिसक्यौं. सो खाना आउँदै छ हेर्न सक्नुहुन्छ. फाइनली हामी पुगिसकेका छौं. अब बाजेको सेकुमा गएर बाजेको सेकु त खानै पर्यो. त्यसकारणले हामीले सेकुहरु मगायौं, मोमोजहरु अर्डर गर्यौं अनि खाना पनि हामीले अर्डर गरिसकेका थियौं. ढिडो मटन खाना हामीले आज खाने छौं. हामीले स्नेक्स खाँदै रमाइलो नाचगानहरु पनि हेरिरहेका छौं. सो तपाईहरु पनि हेर्नुस् है अनि सँगै खाना.
यो गीत यो नृत्य स्वीकार्नुहोस्। मकैबारी दर्याम दर्याम। फाइनली गाइस मकैबारी गरम गरम भइसक्यो। अब चाहिँ हाम्रो ढिँडो र मासु सुरेम चाहिँ हुन गइरहेको छ। हेर्न सक्नुहुन्छ हामी एकदमै भुकाइसकेका थियौँ। सो खाना पनि फाइनली आइसकेको छ, एकदम गरम गरम दाल अनि ढिँडो मासुहरू। सो वी गोना इन्जोय नाउ द आवर फेभरेट फुड ढिँडो एन्ड मासु अभियसली। सो हेर्न सक्नुहुन्छ बहिनीहरू इन्जोय गरेर खाइराख्नु भएको छ, घिउ पनि हालिराख्नु भएको छ। थ्याङ्क यू फर वाचिङ गाइज। तपाईँहरू पनि यसै गरी खानुहोला र हाम्रो च्यानल सब्सक्राइब गरेर जानुहोला। आशा छ हजुरहरूले सपोर्ट गर्नुहुनेछ। हामी फाइनली बाहिर आइसकेको छौँ खाना खाएर। सो हामी चाहिँ अब घर जाने तयारी हुँदैछ, ट्याक्सीहरूको इन्तजार हुँदैछ गाइज। थ्याङ्क यू भेरी मच फर वाचिङ माई भिडियो एन्ड मुझे उम्मीद है आपको वीडियो पसंद आई।